तरफबाट अजितको मन छुने कथा सुन्नुहोस्। एउटा गाउँमा अजित नामको अल्छी केटा बस्थ्यो। उसको काम खेतमा चरा धपाउने हुन्छ, तर ऊ चल्न नरुचाउने भएकोले डोरी र खम्बा प्रयोग गरेर आरामले काम गर्थ्यो। एक दिन उसको बुबा बिरामी पर्दा खेतको बाली मर्न थाल्छ। अजित दुखी हुन्छ। त्यही बेला राजाले प्रतियोगिताको घोषणा गर्छ र जसको पुरस्कार एक सन्दुक सुन हुन्छ। अजितले परिवार बचाउन भन्दै भाग लिन्छ। गाउँले सबै हाँस्छ। पहिलो चरण ताल पौडेर पार गर्यो। बलियो प्रतियोहरू देखेर अजितले सोच्यो, पौडेर त जित्दैन। उसले जुक्ति लगाउन थाल्छ। काठको मुताको ढुङ्गामा बाँध्छ र बिस्तारै पार गरेर तेस्रो हुन्छ। अन्तिम चरणमा ठुलो काठको गुन्दो 1 किलोमिटर धकेल्नु पर्ने हुन्छ। अरूले डोरी र ढोलक रोज्दा अजितले गुन्दो धकेल्नुको सट्टा त्यसलाई कुदेर भकुन्डो जस्तो गोलो बनाउँछ अनि सजिलै गुदाएर दौड जित्छ। अल्छी अजितले आफ्नो बुद्धि र मेहनत चलाखीले सबैलाई चर्कित बनाउँछ। साथीहरू, मेरो यो छोटो कथा मन परेमा लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।